हेलो, मेरोबाट सानो गल्ती भयो। पहिला पोलारको ब्ल्याङ्केट मैले 850 भनेको थिएँ। 850 होइन, 650 हो। म डिजाइनहरू देखाउँदैछु। थुप्रैजनाले सोध्दै हुनुहुन्थ्यो डिजाइनहरू। यो मेटेरियल एकदमै सफ्ट छ, एकदमै सफ्ट, नबिग्रिने खालको हो। हजुरको कुन कुन डिजाइन छ है? यो छ, यो एउटा भयो है। यो पिङ्क पिच टाइपको कलरमा छ, एकदमै सफ्ट छ। तपाईँको यो जाडो महिनामा तन्ना गरेर गर्मी महिनामा चाहिँ एसी ब्ल्याङ्केट जसरी ओढ्न एकदमै मिल्छ है। यो एकदम हलुका पनि छ, मेसिन वासेबल पनि हो है। सेकेन्ड डिजाइन चाहिँ यो हो, एकदमै राम्रो छ। मैले केही फिल्टर पनि लगाएको छैन। यो भयो। थर्ड चाहिँ यो हो, धेरै थुप्रैले सोध्नु भएको थियो। यो भयो, पिङ्क कलरमा छ, एकदमै राम्रो छ। तपाईँलाई डाउट भयो भने मैले स्टोरमै आए पनि हुन्छ, तपाईँ स्टोरमै आए पनि हुन्छ। धेरैजनाले चाहिँ अलिकति डाउट भएको जस्तै लाग्यो, त्यही भएर यो ब्लू कलरमा छ, एकदमै राम्रो छ। 650 है। म प्राइस फेरि भन्दैछु, 650 हो। यो एकदमै लिमिटेड स्टक छ। यो 650 एकदमै राम्रो छ। एकचोटि नत्र तपाईँलाई डाउट भएछ भने एकचोटि स्टोरमै आए पनि हुन्छ है। सरी, यो ग्रे कलरमा भयो। ग्रे कलरमा एकदमै राम्रो छ, एकदमै डबल बेडलाई हुन्छ। ठुलो साइज छ, ठुलो साइज छ। मैले फेरि भने यो व्हाइट कलरमा, यसमा दाग लागे पनि राम्ररी नै मेसिन वास हुने भएकोले यो एकदमै ठिक छ। हेर्नु डिजाइनहरू, मैले एक राम्रो डिजाइनहरू देखाउँदैछु। यो पिङ्क एकदम सिम्पल छ। यो डिजाइन चाहिँ धेरै हेभी डिजाइन पनि छैन, यो सिम्पल डिजाइन छ। अगाडिबाट देखाइदिन्छु, यस्तो छ। अब लास्ट पिस चाहिँ यो छ है। हाम्रो सिओडी चाहिँ हुँदैन, क्यास अन डेलिभरी चाहिँ हुँदैन। तपाईँले वाट्सएपमा मेसेज गर्न सक्नुहुन्छ। अरू तपाईँ, मैले भनिसकेँ कि मेरो यो टिकटकको फर्स्ट भिडियोमा लोकेसन छ, त्यो हेरिकन मजाले आउन सक्नुहुन्छ है। अनि तपाईँले गुगल म्यापमा पनि सप औजार भनेर सर्च गर्यो भने आउँछ। नत्र यो यतै लिङ्क मैले टिकटकमै लिङ्क तपाईँले माग्नु भएछ भने लोकेसनको म सेन्ड गरिदिन्छु। हजुर, तपाईँ हाम्रो क्यास अन डेलिभरी चाहिँ हुँदैन, किनकि हाम्रो प्रफिट मार्जिन धेरै नभएकोले हामीले सिओडी चाहिँ अलिकति रिक्सै लागेर चाहिँ हामीले नगरेको हो सिओडी। हजुरलाई डाउट हुन्छ भने तपाईँहरू स्टोरमै आए पनि हुन्छ। स्टोर चाहिँ भोटेवालमा छ, अनि लोकेसन पनि हजुरलाई मैले पठाइसकेँ यसको। अनि फेरि म एकचोटि प्राइस भन्छु, यसको प्राइस चाहिँ 650 होला। हस्, धन्यवाद।